संसारमा हजारौं पुस्तकहरू छन्, केही बिग्छन्, केही बिर्सिन्छन्, केही वर्षमै हराउँछन्। तर एउटा यस्तो पुस्तक छ जुन हजारौं वर्षदेखि पढिँदै आएको छ, अनुवाद हुँदै आएको छ, सताइएको छ, जलाइएको छ, लुकाइएको छ, तर अझै पनि बाँचिरहेको छ। त्यो पुस्तक हो बाइबल। तर प्रश्न उठ्छ, किन बाइबल मात्र एउटा धार्मिक किताब भएर रहेन? किन यसले राजा, किसान, विद्वान, विद्यार्थी, पापी, धार्मिक सन्त र खोजी गर्ने मानिस र दुखी हृदय भएका मानिसलाई एउटै सन्देशमा बाँध्न सक्यो? किन यो पुस्तक अझै पनि संसारकै सबैभन्दा धेरै पढिने पुस्तक बनिरह्यो? आज हामी केवल यसको लोकप्रियताको कुरा गर्ने छैनौँ, हामी यसको गहिरो कारण, यसको ऐतिहासिक प्रभाव, यसको आध्यात्मिक शक्ति र यसको मानव हृदयसँगको अद्भुत सम्बन्धलाई बुझ्ने कोसिस गर्नेछौँ। किनभने बाइबल पढिने मात्र पुस्तक होइन, यो त्यो पुस्तक हो जसले पढ्ने मानिसलाई नै बदल्छ, पढ्ने मानिसलाई नै परिवर्तन गर्छ। त्यसैले गर्दा यो अति नै शक्तिशाली पुस्तक हो। बाइबल के हो? बाइबल एउटा एकल लेखकद्वारा लेखिएको साधारण पुस्तक होइन। प्रियहरू, यो करिब 66 पुस्तकहरूको सङ्ग्रह हो। यसलाई विभिन्न समयमा, विभिन्न पृष्ठभूमिका, विभिन्न लेखकहरूले लेखे। राजाले लेखे, गोठालाले लेखे, भविष्यवक्ताले लेखे, मछुवाले लेखे, डाक्टर र कर उठाउने व्यक्ति र सेवकहरूले लेखे। तर यति धेरै लेखक, यति धेरै समय, यति धेरै शैली, यति धेरै परिस्थितिबाट आएर पनि यसको मूल सन्देश एउटै छ। त्यो सन्देश हो परमेश्वरले मानिसलाई खोजिरहनु भएको छ उद्धार दिनको लागि। बाइबलले सृष्टिको वर्णन सुनाउँछ, मानव पतनको इतिहासको विषयमा सुनाउँछ, पापको गहिरो प्रभावलाई देखाउँछ, न्यायको यथार्थलाई देखाउँछ। तर त्यही बेला कृपा, उद्धार, आशा र नयाँ जीवनको बाटो पनि देखाउँछ। त्यसैले बाइबल केवल धार्मिक नियमहरूको किताब मात्र हो भनेरलाई नबुझ्नुहोस्। यो मानव इतिहासको महाकाव्य, आत्मिक सङ्घर्षको वृत्तान्त र उद्धारको महान कथा हो। नम्बर 1, बाइबल किन सबैको लागि हो? बाइबल संसारमा किन यति धेरै पढिन्छ? किनभने यो केवल एउटा वर्गका मानिसहरूको लागि मात्र होइन, यो सबैको लागि लेखिएको। यसलाई धनीले पढ्छ, यसलाई गरिबले पढ्छ, यसलाई शिक्षितले पनि पढ्छ, सिक्न थालेको व्यक्तिले पनि पढ्छ, गाउँमा पनि बाइबललाई पढिन्छ, सहरमा पनि पढिन्छ, अस्पतालमा पनि पढिन्छ र जेलमा पनि पढिन्छ, शान्तिमा पनि पढिन्छ र आँसुमा पनि पढिन्छ। किनभने बाइबलमा मानिसले आफैलाई देख्छ। आदमको असफलतामा हामी आफ्नै कमजोरी देख्छौँ। कैनको रिसमा पनि हामी आफ्नै हृदयको अँध्यारोपनलाई देख्छौँ। नोआको विश्वासमा हामी अडिग भरोसा देख्छौँ। अब्राहमको यात्रामा हामी विश्वासको मार्ग देख्छौँ। योसेफको पीडामा हामी प्रतीक्षाको पाठ सिक्छौँ र देख्छौँ। मूसाको बोलावटमा हामी उद्देश्य देख्छौँ। दाउदको पश्चातापमा हामी फर्किने बाटो देख्छौँ। पावलको परिवर्तनमा हामी अनुग्रहको शक्ति देख्छौँ। प्रियहरू, त्यसैले बाइबल पढ्दा मानिसले केवल कथा मात्रै पढ्दैन, उसले आफ्नो जीवनको भाग, आफ्नो जीवनको यथार्थलाई भेट्छ र पढ्छ। र जुन पुस्तकले मानिसलाई आफ्नो कथा भेटाउन मद्दत गर्छ, त्यो पुस्तक वास्तवमा बार बार पढिन्छ। नम्बर 2, बाइबलले केवल सूचना होइन, रूपान्तरण दिन्छ। धेरै पुस्तकहरूले ज्ञान दिन्छन्, केहीले मनोरञ्जन दिन्छन्, केहीले इतिहासका कुराहरू सिकाउँछन्। तर बाइबलको विशेषता अलिकति फरक छ। यसले मानिसलाई रूपान्तरण गर्छ। बाइबल पढ्ने मानिसले केवल यो के हो भनेर मात्रै सोध्दैन, उसले अब म कसरी बाँच्ने, कसरी जिउने भनेर पनि सोध्छ। यसले पापलाई प्रकट गर्छ र निराश पार्दैन। यसले दोषलाई देखाइदिन्छ र समाधानको प्रक्रिया खोलिदिन्छ। यसले मानिसको घमण्डलाई भत्काउँछ र उसको आत्मालाई फेरि उठाउने कोसिस गर्छ र निर्माण गर्ने कोसिस गर्छ। यसले मन भत्किएको ठाउँमा मलम जस्तै काम गर्छ। यसले भ्रमित आत्मालाई नयाँ दिशा दिन्छ। यसले थाकेको हृदयलाई विश्राममा प्रवेश गराइदिन्छ। त्यही कारणले बाइबलले मानिसको जीवनमा निर्णय मोड ल्याउँदछ। कसैलाई पश्चातापमा, कसैलाई विश्वासमा, कसैलाई सेवा कार्यमा
र कसैलाई आशामा, कसैलाई पुनर्स्थापनामा लैजान्छ। यो पुस्तकले केवल सही कुरा मात्रै बताउँदैन, यसले मानिसको भित्री संसारलाई छुन्छ, भित्री हृदयलाई छुन्छ। नम्बर 3, मानिस किन यसतर्फ फर्कन्छ? मानिसले बाइबल किन बारम्बार पढ्छ? किनभने मानिसभित्र एउटा खाली ठाउँ छ। त्यो खाली ठाउँ पैसाले भर्न सक्दैन, ख्यातिले पनि भर्न सक्दैन, र मनोरञ्जनको कुराले पनि भर्न सक्दैन। मानिसको हृदयभित्र यस्तो तिर्खा छ, यस्तो तृष्णा छ, जसलाई केवल अर्थ, सत्य र परमेश्वरको आवाजले मात्र भर्न सक्छ। बाइबलले त्यही ठाउँमा प्रवेश गर्छ। यसले भन्छ, तिमी को हौ? तिमी कहाँबाट आयौ? तिमी किन यहाँ छौ? तिमी कहाँ जाँदैछौ? तिमीलाई साँच्चै के चाहिएको छ भन्ने कुरालाई प्रस्तुत गर्छ। यी प्रश्नहरू तपाईँलाई सुन्दा सामान्य र साधारण लाग्न सक्छन्, तर यी अस्तित्वगत प्रश्नहरू हुन्। मानिस जति शिक्षित भए पनि, जति आधुनिक र डिजिटल युगमा ऊ बाँच्दै गए पनि, यी प्रश्नहरू कहिले पनि हराएर जाँदैन र बाइबलले यिनै प्रश्नहरूको गहिरो उत्तर दिन्छ। त्यसैले बाइबल पुरानो भएर पनि नयाँ लाग्छ, बारम्बार पढिए पनि फेरि बोल्दछ। एकपटक पढेर सकिने होइन, यो जीवनको हरेक सिजनमा फेरि खोल्न र पढ्न र अध्ययन गर्न मन लाग्ने पुस्तक हो। नम्बर 4, कथात्मक शक्ति। मानव मस्तिष्कमा तथ्यभन्दा बढी कथामा अडिन्छ। त्यसैले बाइबलको ठुलो शक्ति यसको कथात्मक स्वरूप हो। यो केवल नियमहरूको सूची होइन, यो केवल सिद्धान्तहरूको सङ्ग्रह पनि होइन। यो त सत्य कथा हो, सत्य घटना हो, जीवनको कथा, विश्वासको कथा, पतन भएको कथा, पुनर्स्थापनाको कथा बाइबलमा तपाईँले पढ्नुहुन्छ। युसुफको कथा केवल एक मानिसको सङ्घर्ष होइन, यो सपना, परीक्षण, धैर्य र परमेश्वरको योजनाको कथा हो। दाउद र गोलियतको कथा केवल युद्धको घटना होइन, यो डर र विश्वासको बीचको सङ्घर्ष हो। दानियलको जीवनको कथा केवल बन्दी जीवनको विवरण होइन, त्यो समाजको दबावमा पनि विश्वास कसरी बचाउने भन्ने कथा हो। येशूको दृष्टान्तहरू केवल सुन्दर कथाहरू होइनन्, ती स्वर्गीय सत्यतालाई भौतिक संसारको भाषामा राखिएका गहिरा शिक्षाहरू हुन्। कथा सम्झन सजिलो हुन्छ मानिसलाई, त्यसैले बाइबल पुस्तौँदेखि मौखिक रूपमा, पारिवारिक रूपमा र मण्डलीगत रूपमा जीवित रहँदै आएको छ। र जुन कुरा सम्झन सजिलो हुन्छ, जुन कुरा पढ्न पनि र फेरि प्रेरक हुन्छ, त्यो सजिलै बढ्छ। नम्बर 5, इतिहासमा बाइबलको प्रभाव। बाइबल केवल आत्मिक संसारमा मात्र होइन, इतिहासमा पनि अत्यन्तै प्रभावशाली पुस्तक हो। यसले शिक्षा प्रणालीलाई प्रभावित गर्यो। धेरै भाषाहरूमा बाइबलको अनुवाद पहिलो लिखित पुस्तकहरूमध्ये एक बन्यो। कतिपय ठाउँमा मानिसहरूले बाइबल पढ्नकै लागि लेख्न र पढ्न सिके। यसले अनाथालय, अस्पताल, करुणामूलक सेवा कार्य र सामाजिक उत्तरदायित्वको अवधारणामा ठुलो भूमिका खेल्यो। यसले मानव जीवनको गरिमा र गरिबप्रति सहानुभूति र अन्याय विरुद्ध खडा हुने चेतना बढायो। बाइबलको शिक्षाले विवाह, परिवार, क्षमा, सत्यता र इमान्दारिता र पवित्रताको विचारलाई पनि आकार दियो। यसको प्रभाव केवल मण्डलीभित्र सीमित रहेन, यसले विद्यालय, समुदाय, कानुन, कला, साहित्य र नैतिक बहसमा समेत छाप छोड्यो। त्यसैले बाइबल पढिँदैन मात्र, यसले सभ्यता पनि जन्माउँछ र सिकाउँछ। नम्बर 6, सत्यको खोजी। संसारमा आज सूचना धेरै छ, तर सत्य कम देखिन्छ र कम प्रभावमा आउँछ। मानिसले मोबाइलबाट सबै कुरा जान्न सक्छ र जीवनको अर्थ अझै हराइरहेको हुन सक्छ। त्यस अवस्थामा बाइबलबाट एउटा गहिरो आवाज आउँछ। यसले भन्छ, सबै कुरा सत्य होइनन्, आवाज भरोसायोग्य छैनन्, सबै मार्गले जीवनतर्फ लैजाँदैनन्। प्रियहरू, बाइबल पढ्ने मानिसले सत्यको खोजी गर्छ, किनभने मानिसको आत्मा केवल तथ्यले होइन, सत्यले जिउँछ र सत्यले चल्छ। बाइबलले आफैलाई प्रकाशको रूपमा प्रस्तुत गर्छ। यसले मानिसलाई भ्रमबाट मुक्त गर्न चाहन्छ, यसले विवेकलाई जगाउन चाहन्छ, यसले निर्णयलाई शुद्ध बनाउन चाहन्छ र यसले विचारलाई पुनः संरचना गर्न चाहन्छ। त्यसैले धेरै मानिस पहिलोपटक जिज्ञासाले बाइबल पढ्छन् र अध्ययन गर्छन्, तर पढ्दै जाँदा, अध्ययन गर्दै जाँदा उनीहरूको केवल जानकारी होइन, उनीहरूले त्यहाँ प्रकाश बेर्छन्। नम्बर 7, पीडाको समयमा बाइबल।
बाइबल विशेष गरी दुःखको समयमा धेरै पढिन्छ। जब मानिसको हृदय भाँचिन्छ उसलाई सिद्धान्त होइन सहारा चाहिन्छ प्रियहरू। जब बाटो हराउँछ उसलाई दिशा निर्देशन चाहिन्छ। जब उत्तर ढिलो हुन्छ उसलाई धैर्य चाहिन्छ। जब संसार अँध्यारो देखिन्छ उसलाई ज्योति चाहिन्छ। धेरैले बाइबललाई सङ्कटमा पढ्ने गरेका छन्, खाँचोमा पढ्ने गरेका छन्। आफन्त गुमाउँदा, भविष्य अनिश्चित हुँदा, सम्बन्ध टुट्दा मानिसको हात प्राय बाइबलतर्फ पुग्छ। किनभने यसका शब्दहरू केवल अक्षर होइनन्, ती आशाको सास हुन् प्रियहरू, शान्तिको आवाज हुन्, रातको बिचमा पनि सुनिने एउटा भरोसायोग्य स्वर हुन्। बाइबलले दुःखलाई हटाइदिन्छ भन्ने होइन, तर यसले दुःखभित्र पनि परमेश्वरको उपस्थितिमा जिउन र भरोसा गर्नको लागि सही बाटो देखाउँछ। नम्बर 8, नैतिक मार्गदर्शन। आजको समाजमा सही र गलतको रेखा धमिलो हुँदै गएको छ, तर बाइबलले नैतिक स्पष्टता दिन्छ। यसले प्रेमको कुरा गर्छ, तर केवल भावना होइन, बलिदानयुक्त प्रेमको कुरा गर्छ। यसले पवित्रताको कुरा गर्छ, केवल बाहिरी व्यवहार होइन, हृदयको शुद्धताको कुरा गर्छ। यसले न्यायको कुरा गर्छ, तर केवल कानुनी कुरा होइन, करुणा सहितको न्यायको कुरा गर्छ। सत्यमा अडिएको न्यायको कुरा गर्छ। यसले सत्यको कुरा गर्छ, केवल बोलाइ मात्र होइन, जीवनको शैलीको कुरा गर्छ। मानिसलाई दिशा चाहिन्छ, बच्चालाई पनि दिशा चाहिन्छ, युवालाई पनि दिशा चाहिन्छ, अभिभावकलाई पनि दिशा चाहिन्छ, नेतृत्वकर्तालाई पनि दिशा चाहिन्छ। बाइबलले यही दिशा दिन्छ। त्यसैले यो केवल धार्मिक व्यक्तिको लागि मात्र होइन, जीवन बाँच्न चाहने सबैको लागि बाइबल अध्ययन र बाइबल अति नै उपयोगी छ। नम्बर 9, भाषिक पहुँच र अनुवाद। बाइबल संसारको धेरै भाषामा अनुवाद भएको छ। यो यसको लोकप्रियताको ठुलो कारण हो प्रियहरू। मानिसले आफ्नै भाषामा सुन्दा, पढ्दा र बुझ्दा यो सन्देश हृदयसम्म पुग्नको लागि सजिलै उसलाई असल र सहज हुन्छ। भाषा केवल सञ्चारको माध्यम मात्र होइन, भाषा हृदयको प्रवेशद्वार पनि हो। आज बाइबल छापिएको पुस्तकमा मात्र छैन, यो बाइबल फोनमा छ, एपमा छ, त्यति मात्र होइन, अडियोमा पनि छ, अनि तपाईँले अनलाइनमा पनि पाउनुहुन्छ र बाइबललाई तपाईँले भिडियोमा पनि पाउनुहुन्छ। किनभने यो अति नै महत्त्वपूर्ण र शक्तिशाली पुस्तकको रूपमा हरेक क्षेत्रमा यसले प्रभाव राखेको छ। यसरी यसको पहुँच अझ व्यापक हुँदै गइरहेको छ। पहिले जहाँ बाइबल टाढाको कुरा जस्तो लाग्थ्यो, अहिले त्यो मानिसको हातैमा छ। सुलभता पनि यसको व्यापक पढाइको एउटा प्रमुख कारण हो, तर उपलब्धता मात्र पर्याप्त होइन। मानिसले यसलाई किन बारम्बार खोल्छ त? किन यो अझै पनि उसको आत्मासँग बोल्छ? किन यो बाइबललाई मानिसले अझै पढ्न चाहन्छ, किन बुझ्न चाहन्छ? किनभने उसको आत्मासँग वचनको आत्माको कनेक्सन हुन्छ। नम्बर 10, यसको विरोधले पनि यसको प्रसिद्धि बढायो। इतिहासभर बाइबलमाथि प्रश्न उठाइयो, यसको विरोध गरियो, कहिलेकाहीँ जलाइयो, यसलाई कहिलेकाहीँ लुकाइयो, कहिलेकाहीँ प्रतिबन्ध गरियो र लगाइयो, प्रतिबन्ध लगाइयो। तर आश्चर्य के भयो भने विरोधले यसलाई हराएन, विरोधले यसलाई नष्ट गरेन, उल्टै धेरैलाई यसतर्फ झन् आकर्षित गर्यो। मानिसको मन यस्तो हुन्छ, जति लुकाइन्छ त्यति खोजिन्छ, जति चुनौती दिन्छ त्यति अध्ययन गरिन्छ। यो पुस्तकमा के छ? किन यति धेरै मानिसले यसलाई महत्त्व दिन्छन् त? किन यसलाई युगौँसम्म बचाइयो? यो प्रश्नहरूले नै धेरैलाई पहिलो पटक बाइबलतर्फ लैजान र बाइबल पढ्न प्रेरित गर्छ। तर एकपटक उसले खोलेर बाइबल जब पढ्छ र अध्ययन गर्छ, यसलाई उसले सामान्य तरिकाले सोचेर राख्न सक्छ, तर त्यहाँभित्रको प्रकाश उसको लागि साधारण हुँदैन। उसले फेरि बार बार खोलेर पढ्ने स्थितिमा पुग्छ। नम्बर 11, बारम्बार पढिने पुस्तक। बाइबलले यस्तो पुस्तक हो जुन जीवनका हरेक चरणमा फरक फरक गरी परमेश्वर आफ्नो वचनद्वारा बोल्नुहुन्छ। बाल्यकालमा कथा जस्तो लाग्छ बाइबल, युवा अवस्थामा चुनौती जस्तो लाग्छ र परिपक्व उमेरमा जिम्मेवारी जस्तो लाग्छ। दुःखमा सहारा जस्तो लाग्छ, वृद्ध अवस्थामा आशा जागेको जस्तो लाग्छ। एकै पुस्तक तर जीवनका विभिन्न सिजनमा नयाँ प्रकाश लिएर आउँछ। त्यसैले
फेरि फेरि यसमा फर्केर अध्ययन गर्न पढ्न जो कोहीलाई पनि मन लाग्छ। पहिलो पटक पढ्दा केही देखिन्छ, दोस्रो पटक पढ्दा अझ गहिरो अर्थ खुल्छ, तेस्रो पटक पढ्दा त उसले आफूलाई नै त्यहाँ भित्र भेट्टाउँछ। यही बहुस्तरीय गहिराईले बाइबललाई अद्वितीय बनाएको छ। अन्ततः कुरा यही आउँछ, मानिस केवल ज्ञान मात्र खोज्दैन, ऊ केवल मनोरञ्जन खोज्दैन, ऊ आफ्नो सृष्टिकर्तासँग मजबुत सम्बन्ध, पर्सनल सम्बन्ध खोज्छ। बाइबल यही सम्बन्धको पुस्तक हो प्रियहरू। यसले मानिसलाई पाप देखाउँछ तर त्यसैमा अडिन दिँदैन। यसले क्षमा देखाउँछ, यसले नयाँ सुरुवातमा अघि बढाउँछ। यसले आशा देखाउँछ, यसले अनन्त जीवनको प्रतिज्ञामा प्रवेश गराउँछ। मानिसको हृदयमा तिर्खा छ, तृष्णा छ, यस्तो खालको भोक छ र त्यो तृष्णा, त्यो भोकलाई परमेश्वरको वचनले मात्रै बुझ्न सक्छ र परमेश्वरको वचनद्वारा मात्रै ऊ तृप्त हुन सक्छ। त्यसले बाइबल पढिन्छ, बाइबल खोलिन्छ, बाइबल अध्ययन गरिन्छ, त्यसले बाइबल पुनः फेरि मनन गरिन्छ। किनभने बाइबलभित्र हामी आफूलाई छोड्दैनौँ, आफूलाई परिवर्तन गरेको थाहा गर्छौँ र महसुस गर्छौँ र परिवर्तन हुन्छ। बाइबल संसारकै सबैभन्दा धेरै पढिने पुस्तकहरू हुनुको कारण केवल परम्परा होइन, केवल धर्म पनि होइन, केवल इतिहास पनि होइन, केवल यो संस्कृति पनि होइन। यो पुस्तक पढिन्छ, अध्ययन गरिन्छ, खोलिन्छ, यसलाई स्टडी गरिन्छ, किनभने यसले मानिसको मनलाई, हृदयलाई छुन्छ र मानिसको जीवनलाई परिवर्तन गर्छ। यसले मानिसलाई विवेक दिन्छ, बुद्धि दिन्छ, आत्मामा जागृति ल्याउँछ अनि उसको घाउहरूमा मलमपट्टि गरिदिन्छ, उसलाई अँध्यारोबाट ज्योतिमा ल्याउँछ र जीवनको अन्तिम अर्थ के हो भनेर अनन्त जीवनको बाटोमा डोर्याउँछ। यो पुस्तक सृष्टिबाट सुरु गरेर नयाँ सृष्टिसम्मको यात्रा सुरु हुन्छ। मानव पतनबाट सुरु गरेर उद्धारसम्मको बाटो यहाँ बाइबलभित्र देखिन्छ। मृत्युको छायाबाट उठाएर अनन्त आशासम्म बाइबलले हामीलाई पुर्याउँछ। त्यसैले बाइबल केवल पढिने पुस्तक मात्रै होइन, यो त त्यो पुस्तक हो जसले पढ्ने मानिसलाई नै परिवर्तन गर्छ। यदि संसारका सबै आवाजहरू मौन भए पनि बाइबलको एउटा वचन अझै बोलिरहन्छ। आशा छ, उहाँको कृपा र अनुग्रह छ, उहाँको उद्धार छ। परमेश्वर अझै पनि मानिसलाई उहाँको राज्यमा बोलाइरहनु भएको छ, खोजिरहनु भएको छ र प्रेममा उहाँले वास्ता गरिरहनु भएको छ। त्यसैले प्रियहरू, बाइबल संसारमा धेरै पढिने, धेरै खोजिने र धेरै अध्ययन गरिने पुस्तक हो, धेरै बिक्री हुने पुस्तक हो र धेरै भाषामा छापिएको पुस्तक हो। त्यसैले गर्दा यो धर्मशास्त्रलाई पढ्नुहोस् र आफ्नो जीवनलाई परिवर्तन गर्नुहोस्, तपाईँको जीवन पनि राम्रो भएर जानेछ। थ्याङ्क यू सो मच। हामी नेक्स्ट भिडियोमा यस्तै पावरफुल कुरा लिएर उपस्थित हुनेछौँ।